ब्याकलग्सहरु पनि लिन्छ तर कुनै कुनै युनिभर्सिटीले मात्र लिन्छ। अनि तपाईले टुरिस्ट भिसा पनि एप्लाई गर्दिनु हुन्छ कि गर्नुहुन्न त्यस्तो चाहिँ? म गरिदिन्छु, मैले सेल्फ हान्दिन्छु टुरिस्ट भिसा नि। ल मेरो लागि गरिदिनु पर्यो ल। तर पर्पज अफ भिजिट चाहियो नि त, के पर्पजको लागि जानु? घुम्न जाने। घुम्न जानको लागि स्पोन्सरहरु यताउता कुन कन्ट्री? केही पनि छैन मेरो। भाउजू रे, मैले तपाईको कुन चाहिँ दाइ बिहा गरे मलाई भाउजू रे? मेरो कोही पनि छैन, केही पनि छैन ल, म घुम्न जानु ला। एउटा पर्पज चाहिन्छ के उताबाट चाहिँ कसैले एउटा पर्पजको लागि बोलाउनु पर्छ के। अब ग्रेजुएसनको लागि भयो हैन, कुनै फेस्टिभलको लागि, अब यो दशैं तिहार आउँदैछ त्यसको लागि भयो हैन। अब त्यस्तो त्यस्तो त्यो चाहिँ चाहिन्छ, एसओपीमा खुलाउनु पर्छ। एक्जाम्पलको लागि मेरो अस्ट्रेलियामा कोही पनि छैन चिन्जानको, कसैले मलाई प्रपोज गरेर पठाउने वाला छैन। म आफ्नो खुसीले अस्ट्रेलिया भन्ने देश कस्तो रहेछ भनेर घुम्न जान लागेको। त्यसमा म लान्छु भयो 6 दिन भयो। तेहरी कहरी जानी हैन, म लान्छु तपाईलाई। तपाईले कसरी लाने मलाई? म त जान मिल्छ गरे नि, मसँग भिजा छ। तपाईसँग भिसा भन्दै मलाई लिएर जान मिल्छ र? मिल्छ। ओए ल त जाउँ न त, कसै कहिले जाने? हजुर मेरो हिजो फुर्सद छ, लैजानु न। तपाईँ त एयरपोर्टमा पनि पुरा फ्लाइटमा बसेर गाइस ट्याप ट्याप गाइस सबैजना मिली गाइस त्यसो म पासपोर्ट बनाऊ त? मलाई उल्लु नबनाउनु न, सोझी छ, राम्री छे यो मेरो मसँग पासपोर्ट पनि छैन। पासपोर्ट बनाउन सुरु गरौँ त, त्यसो भए अस्ट्रेलिया जानु। पासपोर्ट भने चाहिँ के नि थाहा नि मलाई। अनि त्यसमा पासपोर्टमा फेरि के रे त्यहाँ नबनाउनु, म तपाईलाई लगेजमा हालेर लान्छु। म लगेजमा हालेर लान्छु, ढुक्क हुनु। गफै भयो तपाईको चाहिँ। घोडे हँसाइ रे, ल हेर्नु तपाईले मलाई घोडा जस्तो हँसाइ भनेर सबैले घोडे हँसाइ लेख्नु भयो। हिजोसम्म कसैले मलाई घोडा भनेको थिएन के। मैले अहिले भनेको छु आज मैले एक शब्द निकालेको छैन, तपाईँ आफैले भने हो। मैले एक शब्द निकालेको छैन, मलाई आरोप नलाउनुहोस्, मैले एक शब्द निकालेको छैन।